हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ मेरो बहिनीको बिहे छ अनि म चाहिँ तपाईँहरूलाई मेरो बहिनीको बिहेको हरेक क्लिप्सहरू देखाउन चाहन्छु। अनि मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनुहोस् अनि मेरो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट पनि गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। अनि म तपाईँहरूलाई मेरो बहिनीको बिहेको क्लिप्सहरू देखाउँदैछु, इन्जोय गर्नुहुन्छ भन्ने आशा गरेको छु। अनि यहाँ चाहिँ बिहेको लागि सेलरोटी पोल्नु हुँदैछ हाम्रो आन्टीले। अनि म चाहिँ आन्टीलाई यहाँ अलिअलि हेल्प गर्दैछु। अनि यहाँ चाहिँ हाम्रो मामाले पनि हाई गरिदिनु हुँदैछ मेरो भिडियोमा। अनि हामी चाहिँ यहाँ जिस्किँदै सेलरोटी पोल्दैछ किनभने झिर चाहिँ अलिक राम्रै थिएन नि त। अनि यहाँ चाहिँ हामी डेकोरेसन गर्दै थिएँ म मामाहरू। अनि मैले डेकोरेसनको क्लिप्सहरू पनि लिँदैछु। भर्खर चाहिँ हामीले बलुनहरू लगाइसकेँ। अनि यहाँ चाहिँ चिकन पाक्दैछ हाम्रो बिहेको लागि। हाम्रोमा चाहिँ चिकनहरू पनि बनाउँछ नि त। अनि यहाँ चिकन फ्राई हुँदैछ। अनि यहाँ चाहिँ पनिर फ्राई गरेर रेडी गरेर पानीमा डुबाइसकेको छ। अनि म चाहिँ पनिर चलाउँदैछु। अनि यहाँ चाहिँ फेरि दिउँसो अर्को चिकन चाहिँ फ्राई गरेर राखिसकेको छ, आधी फ्राई हुँदैछ। अनि फेरि यहाँ चाहिँ डेकोरेसनको काम धमाधम चल्दैछ। दिदी बहिनी हामी कजन्सहरू बसेर सबैजना कजन्सहरूले आफ्नो बहिनीको बिहाको डेकोरेसन गर्दैछ। यहाँ चाहिँ मेरो दिदी टिस्यु पेपर काट्दै हाँस्दै बसिरहेको छ। यहाँ चाहिँ म एकदम ग्लु लाउँदै ग्लिटर लाउँदै गरिरहेको छु। अनि यहाँ चाहिँ हाम्रो ठुलो दिदीले पनि टिस्यु काट्दैछ। अनि यहाँ चाहिँ हाम्रो ग्लिटर लाउने काम हुँदैछ। हामी चाहिँ हाँस्दै खेल्दै बहिनीको बिहामा, किनभने हामी चाहिँ कजन्सहरू चाहिँ यस्तै बेलामा मात्रै भेला हुन्छ नि त। किनभने सबैजना आफ्नो आफ्नो बिजी कलेज काम के कता कता। अनि म चाहिँ यहाँ एकदम ध्यान लिएर यस बनाउँदैछु। दिदी चाहिँ हाँस्दै रमाउँदै हामी चाहिँ नाच्दै एकदम मोज गर्दैछ बहिनीको बिहा भन्दै। अब बहिनीको बिहा भए पनि अब मोज त गर्नै पर्यो, दिदीको नभए पनि बहिनीको। अब हाम्रो ट्रन काटेर गएको बहिनी भए पनि। अनि यहाँ चाहिँ फाइनली हाम्रो मण्डपको लुक चाहिँ यस्तो रहेको छ। डेकोरेसनहरू सबै सकेर हिजो बनाएकोहरू सबै टालटुल पारेर हामी चाहिँ रिबनहरू पनि लगाइसकिसकेको छ। बहिनीहरूको वेटिङमा छ। अनि यहाँ चाहिँ हामी बेहुला बेहुलीलाई चाहिँ दुध खुवाउँछ नि त बाटो छेकेर, त्यसको लागि यहाँ प्रिपरेसन गरेको छ। यहाँ चाहिँ दुध दियो कलश जन्ती पर्छौनीहरू राखेको छ। अनि यहाँ चाहिँ जन्तीहरू पनि आइपुगिसकेको छ। यहाँ चाहिँ बहिनीहरूलाई अब दुध खुवाउने काम हुन आँटेको छ। अनि यहाँ चाहिँ बहिनीहरूले सगुन राख्दैछ नि त। अनि हाम्रो ढोकपिटको प्रोग्राम पनि स्टार्ट भइसकेको छ। यहाँ बहिनीले माइजूलाई ढोक्न आँटेको छ आफ्नो मम्मीलाई। अनि यहाँ लमीले चाहिँ केही कुरा भन्नुहुँदैछ बहिनीलाई मम्मीको बारेमा। अनि हाम्रो चाहिँ नियममा चाहिँ आफूभन्दा सानो बिहा भयो भने चाहिँ शिर उठाउने काम हुन्छ नि त। अनि बहिनीले मेरो शिर उठाउँदैछ। बहिनीले मलाई 3पल्ट ढोक्दैछ अनि मैले पनि ढोक फर्काउँदैछु। अनि यहाँ चाहिँ टिकाटालोको प्रोग्राम पनि स्टार्ट भइसकेको छ आमाकोबाट। मामाले गरेको त भिडियो रेकर्डै गर्नु बिर्सेछु, माइजूले गरेको स्टार्ट गर्दैछु। अनि यहाँ चाहिँ हाम्रो बिहामा डान्स हुँदैछ एकदम। यहाँ म्युजिक चाहिँ मैले हालिनँ किनभने कपिराइट लाग्छ नि त, त्यही भएर मैले डान्स मात्रै हाल्दैछु। अनि म पनि अब यसो बहिनी जयलाई टिकाटालो गर्दैछु यहाँ एकदम आशीर्वाद दिँदै। यहाँ चाहिँ हाम्रो बहिनी जयको डान्स हुँदैछ नि त, बेहुली भन्ने गीतमा। तर मैले भिडियोमा चाहिँ म्युजिक चाहिँ हालिनँ किनभने एकदम कपिराइटहरू छिट्टो लागिहाल्छ यस्तो म्युजिकहरूतिर। अनि हाम्रो बहिनी जय चाहिँ एकदम हाँस्दै नाच्दै एकदम इन्जोय गर्नुहुँदैछ नि त। अनि इन्जोय चाहिँ हेर्नुहोस् न, यत्तिको चाहिँ हुनु पऱ्यो नि बेहुला बेहुलीमा। अनि यो चाहिँ एन्डिङ डान्स हाम्रो सबै कजन्सहरू भयो, गाउँको सबै बेहुला बेहुलीदेखि लिएर। यहाँ चाहिँ हाम्रो माइजू पनि डान्स दिनुहुँदैछ एक साइडमा बसेर। यहाँ चाहिँ सबैजना हेरिरहनु भएको छ नि त डान्सहरू चाहिँ, बेहुला बेहुलीको डान्स सबैको डान्स कस्तो हुँदैछ के हुँदैछ। यो चाहिँ एन्डिङ डान्स हो नि त हाम्रो। अनि यहाँ आयो फाइनली बिदाईको बहिनी जाँदैछ अब आफ्नो घर।
अनि यहाँ चाहिँ हामी कजन्सहरू चाहिँ एकदम मनोरञ्जन गर्दैछ। अनि मेरो भिडियो के कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनुहोस्। अनि मेरो भिडियो राम्रो लागेमा लाइक र सेयर पनि गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। म यस्तै क्लिप्सहरू लिएर यस्तो भिडियोहरू लिएर फेरि तपाईँहरूको सामु आउनेछु। त्यति बेलासम्म स्टे ट्युन, बाई बाई।